पूर्ण मण्डली परिवारलाई ख्रीष्ट येशूको नाउँमा जय मसीह। परमेश्वरलाई महिमा भएको होस्। फेरि पनि म तपाईँहरूको माझमा यसरी उपस्थिति हुने मौका पाएँ अनि प्रभुलाई धन्यवाद दिन्छु, किनभने प्रभुले मलाई फेरि पनि आजको यो अमूल्य दिनहरू दिनुभएको छ। आमेन। मेरो प्रियहरू, आज विशेष गरिकन आराधना अर्थात् वर्शिप, आराधना भनेको के हो भन्ने विषयमा आज मैले छोटो वचन लिएर आएको छु है। आराधना भनेको के हो अनि कति जनाको विचारमा हुन्छ कि आराधना भनेको चाहिँ भजन गाउनु, आराधना गर्नु, प्रार्थना गर्नु नै आराधना गर्नु हो भन्ने कतिजनाको विचारमा त्यो लाग्न सक्छ। तर आराधना गर्नु भनेको चाहिँ प्रार्थना गर्नु अथवा भजन गाउनु मात्रै आराधना होइन है। आराधना भनेको धेरै प्रकारको आराधनाहरू छन्। विशेष गरिकन त आराधना भनेको चाहिँ परमेश्वरको महिमा गर्नु, उहाँको मात्र पूजा गर्नु है, अर्थात् उहाँको महिमा गर्नु, प्रेम प्रकट गर्नु र उहाँप्रति सम्मान देखाउनु है, यसलाई चाहिँ आराधना भन्छ। तर विशेष गरिकन सरल भाषामा भन्नुपर्दा आराधना भनेको परमेश्वरप्रति प्रेम, धन्यवाद, स्तुति र विश्वास प्रकट गर्ने कार्य हो है। अनि गीत, प्रार्थना, बाइबल पढाइ, अध्ययन है, चुपचाप बसेर उहाँको उपस्थितिको महसुस गर्नु सबै आराधनाका तरिकाहरू हुन्। अनि आराधना चाहिँ आत्मिक कार्य हो, आत्माले गर्ने कुराहरू हो है। कतिजना नेपाली क्रिस्चियन समुदायमा चाहिँ आराधना भन्ने शब्द बढी चलिराखेको हामी पाउँछौँ। त्यो प्रचलनहरू जस्तो भइसकेको छ। तर विशेष गरिकन कतिजनाको विचारमा हुन्छ भने चाहिँ चर्चमा गएर है अनि उभिएर भजन गाउनु चाहिँ प्रभुको आराधना हो भन्ने विचारमा लाग्न सक्छ। तर वास्तवमा यो होइन। आराधना भनेको तपाईँले घरमा मौन बसेर प्रभुको आवाजलाई सुन्नु, त्यो पनि आराधना हो। अनि तपाईँले प्रार्थना गर्नुलाई है, प्रभुसँग समय बिताउनु, त्यो पनि आराधना हो। र उहाँको उपस्थितिलाई खोज्नु, त्यो पनि आराधना हो। र अनि तपाईँले जब बाइबल पढाइ गर्नुहुन्छ, बाइबल अध्ययन गर्नुहुन्छ, त्यो पनि आराधना नै हो। किनभने सम्पूर्ण चाहिँ आत्मिक कुरा हो। अनि आत्मिक कुराले चाहिँ कसको चाहिँ बढी उपासना गरिराखेको छ भन्ने कुरा पनि हो। यस कारणले गर्दाखेरि यो आराधना है, आराधना चाहिँ तपाईँले विभिन्न प्रकारले आराधना गर्न सक्नुहुन्छ परमेश्वरको। बाइबल अनुसार आराधना भन्ने कुरा चाहिँ हामीले यूहन्ना सुसमाचार यूहन्ना 4:24 हामी पाउँछौँ। किनभने त्यहाँ यस्तो लेख्छ, परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधनाहरूले अर्थात् आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। यसको अर्थ हामी बुझ्छौँ कि आराधना बाहिरी क्रिया भन्दा पनि भित्रको साँचो मनबाट हुनुपर्छ भन्ने कुरा हो। तपाईँले गर्ने आराधना चाहिँ भित्री हृदयबाट साँचो आराधना हुनुपर्छ। अनि धेरै है दिनभरि है ढुङ्गेहरू जस्तो कराएर देखाउने बाहिरी आराधना होइन, तर त्यो चाहिँ भित्र हृदयबाट साँचो हृदयले प्रेम गरिकन उहाँलाई पछ्याउने आराधना हो, साँचो प्रेम हो। अनि त्यसलाई चाहिँ आराधना भनिन्छ। यसै गरी हामी भजन सङ्ग्रह 95:6 पनि हामी पाउँछौँ। आउनुहोस् हामी झुकी परौँ, पूजा है, उहाँको महिमा गरौँ, हामीलाई सृजना गर्नुहुने परमेश्वरको अघि घोडा टेकौँ। अनि प्रियहरू, आराधना भनेको चाहिँ तपाईँ परमेश्वरको उपस्थितिमा जब जानुहुन्छ अनि तपाईँ भुइँसम्म लमतन्ते परिकन घोडा टेकेर प्रभुको महिमा गर्नु, त्यो चाहिँ विशेष आराधना हो। कतिजनाको प्रार्थना गर्दाखेरि चाहिँ खुट्टा टेक्ने अर्थात् घोडा टेक्ने है, घोडाले टेकेर गर्ने बानी हुँदैन। जब हामी घोडा टेकेर आराधना गर्छौँ अनि हामीमा भएको दुष्टको बन्धन साङ्लाहरू चाहिँ टुक्रिँदै जान्छ। यस कारणले गर्दाखेरि विशेष आराधना भनेको चाहिँ आत्मा र हृदयबाट जब त्यो कुरा निस्किन्छ अनि तपाईँ परमेश्वरको सामु एकान्तमा भए पनि तपाईँ घुँडा टेकेर झुकेर प्रभुलाई धन्यवाद दिनुहुन्छ। अनि यो चाहिँ आराधना हो है। आराधनाको उदाहरणहरू धेरै छन्।